हेलो गाइस, यो त्रिभुवन इन्टरनेसनल एयरपोर्ट हो र यहाँ मान्छे विदेश जानलाई कति मान्छेहरू परिवारलाई छोड्न आइरहेको छन् र हेर्नुस् यहाँ यो गाडीहरूले लिएर आइरहेछ मान्छेहरू उरदुर गरिरहेछ र यहाँ धेरैजना मान्छेहरू एयरपोर्ट जान्छन्। दिनको 1500 जना गयो भने फेरि तल इन्टरनेसनल अराइभलबाट कम्तीमा नि 1000 जना आइरहेको हुन्छन्। तपाईले नसोच्नु कि मान्छे यहाँबाट विदेश गएको गइछन्, आइ पनि छन् क्या, त्यो पनि सोच्नुस्। यहाँ फोटोसुट भइरहेछ, हेर्नु त आज जान आँटेको छ यो मान्छे परिवार को, मलाई थाहा भएन। यो परिवारले फोटो खिचिरहेछ, खदा लगाइरहेछ, विदेश जान आँटेको छ। कहाँ जाने हो त्यो त थाहा भएन। त्रिभुवन इन्टरनेसनल एयरपोर्ट विदेश जाने ठाउँ है। हेर्नुस् मान्छेहरू विदेश गइरहेछन् मेहनत गर्नको लागि। यहाँ काम छैन नि त, त्यही भएर कामै त छैन, के गर्ने, कसरी काम पाउने क्या। वहाँ गएर नि थाहै छैन क्या काम पाउँछ कि पाउँदैन, के काम गर्ने हो। यो परिवारहरूले यहाँ फोटो खिचिसकेछन्।